कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कडेलले चाहिँ अस्ति भर्खर जो बलात्कारपछि हत्या भएकी बहिनी इनिसा बिकको लास बुझ्नको लागि उनको परिवारलाई चाहिँ दबाब दिइरहेको छ भन्ने खबर आएको छ, समाचार आएको छ। अनि त्यो मान्छेले चाहिँ उसको पीडित परिवारलाई चाहिँ किन त्यसरी दबाब दिइरहेको छ? जो यो मुख्यमन्त्री हुँ भन्दैमा आफू जे मन लाग्छ त्यही गर्न पाउँदैन नि त, होइन? त्यो मान्छे पनि सायद त्यो घटनामा संलग्न हुनसक्छ। त्यसैले प्रहरीले के गर्नु पर्यो भने त्यो व्यक्तिलाई पनि समाएर छिटोभन्दा छिटो अनुसन्धान गर्नु पर्यो। अनि अर्को कुरा चाहिँ नेपाल सरकारले अब के गर्नु पर्यो भने नेपालमा जति पनि जो बलात्कार गरिरहेका छन् यो मानव रूपीका दानवहरू राक्षसहरू, जो दुधे बालकदेखि महिलाहरू या वृद्ध होस् या बालबच्चा जसलाई पनि वयस्क कसैलाई पनि छोड्दैनन् यो बलात्कारीहरू, यिनीहरूलाई चाहिँ फाँसीको सजाय हुनु पर्यो क्या। अब नेपाल सरकारले अब कस्तो कानुन ल्याउनु पर्यो भने सिधै फाँसी, काम छैन यिनीहरूको। जसले चाहिँ बलात्कार गर्छन् नि यिनीहरूलाई चाहिँ झुन्डाउने अब नियम त्यस्तो ल्याउनुपर्छ। नत्र भने यिनीहरूले के हुन्छ र बलात्कार गरेपछि आखिर 2-4 वर्ष जेलमा बस्ने, फेरि छुट्टी हाल्ने भन्ने सोचले यिनीहरूले झन् यो चाहिँ यस्तो विकृतिहरू धेरै फैलिएको छ हाम्रो देशमा। त्यसैले अब नेपाल सरकारले छिटै के गर्नु पर्यो भने फाँसीको सजाय हुने व्यवस्था मिलाउनु पर्यो। र यो जो इनिसा बिक छन् नि यिनको लागि चाहिँ बरु लड्नै पर्यो। कहाँबाट लड्ने हुन्छ, सडकबाट या कहाँबाट लड्नुपर्छ, लड्न हामी सबै तयार छौँ। तर इनिसा बिकले न्याय पाउनै पर्छ। जो छन् जति पनि छन् त्यसमा संलग्न सब ती अपराधीहरूलाई चाहिँ समाएर छिटोभन्दा छिटो तिनीहरूलाई कडा सजाय हुनै पर्यो।